चेपाङ, जसलाई चेवाङ पनि भनिन्छ। चेपाङ जाति मध्य नेपालको महाभारत पर्वत श्रृङ्खलाबाट आएका तिब्बती बर्मन जातीय समूह हो। राष्ट्रिय जनगणना 2078 अनुसार चेपाङ जातिको जनसङ्ख्या 84,364 रहेको छ। सोही बस्ती अवलोकनका लागि हामी एभरेस्ट इनोभेटिभका BSW संस्करणका तेस्रो र चौथौँ वर्षका विद्यार्थीहरू विभिन्न तवरबाट तयार भयौँ। Everyone is well known that you are going to Chitwan, no? Yes. Particularly for the purpose of research in Chepang community that is located in Shaktikhor. Right? For the purpose, our respective Ram sir and Das sir also going there, and our faculty members Suman sir and Susan ma'am, they are supporting you. करिब 7 घण्टाको लामो यात्रापछि हामी चितवन पुग्यौँ र भोलिको कार्यक्रमबारे शिक्षकहरूसँग सानो छलफल गर्यौँ। हेलो ऋषभ, के छ? हेलो, अल गुड। आज के बारेमा भन्नु लाग्यो तिमीले? आज चाहिँ हामी कसरी स्वस्थ हुन्छौँ भनेर एक्सप्लेन गर्न जान्छौँ यहाँ सरहरूलाई, अनि भोलि चाहिँ हामी कम्युनिटीमै गएर एक्सप्लेन गर्छौँ। थ्याङ्क यू। सञ्जय भिडियो अपलोड गरेर तपाईँ आज के को प्रेजेन्टेसन गर्न जानु लाग्नु भएको छ? ब्याड ह्याबिट्सको गर्दैछु मैले, सबै आफै बनाएको, ह्यान्डराइटिङ मेरै, मेहनत मेरै, पछाडि टास्नेदेखि अगाडि क्रिएटिभिटी सबै मेरो। थ्याङ्क यू। सीमित समयका कारण आफ्नै समयलाई पनि काममा परिणत गर्नुपर्ने थियो। भोलिपल्ट राप्ती खोलाको अवलोकनपछि हामी चेपाङ बस्तीतर्फ लाग्यौँ। होइन, यो बाटो वरपर छ म्याडम, देखिन्छ। त्यो जहाँ जाँदै हामीले देख्छौँ बाटो, त्यहाँ बाटोमा पसेर तपाईँ आफैले त्यस ओडाकाले अलिक अगाडि नै हो। म्यामको निर्देशन अनुसार हामी चेपाङ बस्तीका घर घर पुग्यौँ। त्यो चाहिँ प्राय भइरहन्छ कि एकचोटि मात्र हुने कि कति बनाउन चाहिँ शनिबार अरू बेलामा त्यस्तो रमाइलो गर्ने के अरे विकास अहिले खोला छ। पहिलाको भन्दा अहिलेको सुविधाले एकदमै राम्रो छ है। अहिले राम्रो छ, जीवन सहज भइरहेको छ। किताब कलमहरू कस्तो स्कुलले दिन्छ? किताब स्कुलबाट दिन्छ, कलमहरू चाहिँ कलम कपी हामी आफै। स्कुलको नाम के भन्नुभयो? स्कुलको नाम त्यो रन्टेस होला। खासमा हामी भोलि एउटा स्कुलमा जान लागेको
मेरो कति कहाँ भोलि चाहिँ हामी एउटा स्कुलको लागि स्कुलमा जाँदैछौँ त्यहाँ चाहिँ हाम्रो केही कार्यक्रम पनि हुन्छ अब कुन विद्यालय हुन्छ चाहिँ हामीलाई थाहा भएन सरहरूले भन्नुभएको छैन चाहिँ अब हामीले कपीहरू अब केही सामग्रीहरू चाहिँ वितरण गर्छौँ तर कुन स्कुल भने चाहिँ अहिले चाहिँ हामीलाई थाहा छैन सर के हुन्छ यो घर बनाएको ऋण त तिर्न सकेको छैन पार्क त्यत्रो राम्रो घर थियो बगाइदिइहाल्यो अहिले यो भर्खर बनाउँदै झाप्रा झुप्री बनाउँदै दुःख अहिले त खान नि पुग्दैन पहिलाको जस्तो त पहिला त खान नि पुग्ने थियो नयाँ ठाउँ नयाँ समाज र नयाँ मान्छे भेट्दै हामी माथि चेपाङ बस्तीसम्म पुग्यौँ। चेपाङ बस्ती पुगिसकेपछि त्यहाँ उपस्थित मान्छेहरूलाई हामीले सक्ने सरसामग्री वितरण गर्यौँ। चेपाङ बस्तीको अवलोकन सिद्ध्याएर दिनभरिको थकान मेटाउन हामी चितवनमै अवस्थित हात्ती प्रजनन केन्द्र पुग्यौँ। Run. Run. दोस्रो दिनको बेलुकी पख त्यहाँको विशेष नाच थारू नाचको हामीले रमाइलो लियौँ। चितवनको तेस्रो दिन उही चेपाङ बस्तीमै अवस्थित एक विद्यालयमा गयौँ जहाँ हामीले उनीहरूलाई शारीरिक स्वास्थ्य शिक्षा सरसफाइबारे जानकारी दियौँ। साथसाथै त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई आवश्यक सामग्रीहरू पनि वितरण गर्यौँ। राम्रो स्वास्थ्य के हो थाहा छ? अनि 60 बाट बाँकी चाहिँ राम्रो स्वास्थ्य भनेको हामी मानसिक र शारीरिक हिसाबमा स्वस्थ हुनु हो, तन्दुरुस्त हुनु हो है। सरले के भन्दै हुनुहुन्छ सुनेको छ सबैले? ध्यान दिएर सुन्नुहोस्। हाम्रो स्वास्थ्य चाहिँ हाम्रो दिनचर्यामा धेरै फरक पार्छ। हामी के गर्छौँ दिनमा, हामी कसरी दिन सुरु गर्छौँ, कसरी दिन बिताउँछौँ भन्नेमा चाहिँ हाम्रो स्वास्थ्यलाई चाहिँ धेरै फरक पार्छ है। खेलकुद कतिको खेल्नुहुन्छ? कति दौडिनुहुन्छ? कति दौडिनुहुन्छ? दौडिनुहुन्छ यता? दौडिनुहुन्छ कि हुँदैन? एकदम एक्सर्साइज पनि एकदम गर्नुपर्छ ल। जति तपाईँ पढ्नुहुन्छ त्यति नै दौडिनु नि पर्छ ल। अनि तपाईँको एकदम राम्रो हुन्छ पछि। अब
बिस्तारै बिस्तारै ल है एकछिन बाबु यहाँ भयो है ल हजुरहरूलाई यो अब यो चक्लेट खाएपछि चाहिँ जाँच गर्नुपर्छ है अनि हामीले नङहरू काट्ने गर्छ कि गर्दैन नङहरू टोक्छ कि टोक्दैन तर हुँदैन टोक्नलाई नङ टोक्यो भने के हुन्छ नराम्रो बानी बेहोरा भनेको त नियमित रूपमा हात धुनु हो नियमित रूपमा हात धोएन भने के हुन्छ होइन यो फोहोर भएको हातले खाना खाँदा कीटाणु पेटमा जान्छ अनि हाम्रो फेरि बिरामी हुन्छ पेट दुख्छ यो फोहोर हातले हामीले आँखा नाक मुखमा छुँदाखेरि यो कीटाणुहरू हाम्रो शरीरमा प्रवेश गर्छ र हामी बिरामी हुन्छौँ अब अप्ठ्यारो नमानिकन बाहिर बस्नु यसरी पुलिस साथीले गर्दा दुईवटा ल यो म्याडमहरूलाई पुर्याइदिनु होला छोरीहरूलाई पुर्याइदिनु होला हामीले तयार गरेका प्रस्तुति नाचगान देखाउँदै रमाइलो साथ कार्यक्रम पनि समापन गर्यौं। Silence is everywhere, and you're not.